तेरे साथ साथ। हेलो एभ्रिवान, सबैजनालाई वेलकम छ मेरो मिनी भ्लगमा। आज चाहिँ हाम्रो मम्मीको बर्थडे थियो अनि बर्थडे सरप्राइज चाहिँ मेरो ठुली दिदी र माइली दिदीले दिनुभएको। अनि मम्मी चाहिँ यहाँनिर एकदमै अब फर्स्ट टाइम हो नि त यसरी बर्थडेको गरिदिएको। अनि त्यही माथि अब एकैचोटि अनि सरप्राइज दिँदाखेरिमा त मम्मी हल्का रुनु पनि भयो। अनि मम्मीको चाहिँ आँसु नै रोकिँदै थिएन कि अब किनभने अब एक्कासी यस्तो नसोच। अनि मैले फोटोहरू खिच्थेँ मम्मीलाई। अनि फोटो खिचेर अनि धेर नरुनु अब ह्याप्पी हुनुपर्छ भने अनि फोटो खिच्दै एक दुईवटा। अनि फोटो खिचेर अनि हामी नन्दा भाउजू चाहिँ खानपिनतिर लाग्यौँ मम्मीको बर्थडेमा। अब मिठो मसिनो त बनाउनु पर्यो। अनि हामीले आलुदम बनायौँ, अचार, अनि भाउजूले मासु पकाउनु भयो दाइ भाउजूले। अनि मैले आलुदम बनाएँ। अनि पुलाउ पनि भाउजू र मैले भएर बनायौँ। अनि त्यसपछि बनाएर हामीले प्राउन पनि लिएको थियौँ, प्राउन पनि तार्यौँ। अनि मम्मीको केकहरू काट्यौँ। अनि केटाकेटी चाहिँ यस्तै हो हाम्रोमा। अनि केक काटिसकेर खानाहरू दियौँ। अनि मम्मी र बुवाले चाहिँ यहाँनिर मजाले खाँदै हुनुहुन्छ। अनि त्यसपछि खाना खाइसकेपछि हामीले पैसा बुकेबाट निकालेर पनि गन्यौँ। ल साथीहरू, आजको लागि चाहिँ यति नै। फेरि अर्को भिडियोमा भेटौँला। बाई बाई।